म यता स्थानमा आसन ग्रहणका लागि केही व्यक्तित्वहरूलाई म अनुरोध गर्दछु। जस्तै भक्तपुर जिल्ला ऱ्याबका संयोजक रामकृष्ण देउलाजी, त्यसै गरी विभिन्न नगरपालिकाका विभिन्न वडाबाट अध्यक्षज्यूहरू तथा पदाधिकारीज्यूहरू सम्पूर्णलाई यता स्थानमा आसन ग्रहणका लागि पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब शुभकामनाको लागि जोड्न चाहन्छु कार्यवाहक क्षेत्रीय सभापति कृष्ण प्रसाद घिमिरेज्यूलाई पनि शुभकामना मन्तव्य राख्न नमस्कार। शुभकामना आदान प्रदान तथा वडा अधिवेशन कार्यक्रमका सभापतिज्यू तथा विशेष अतिथि तथा जिल्ला सभापतिज्यू, नगर सभापतिज्यू, प्रदेश सदस्यज्यू, केन्द्र समन्वय समिति, त्यस्तै हाम्रो यो भक्तपुरका नेता आदरणीय नेता साजन विकज्यू, जिल्ला सचिवज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण महानुभावहरूमा जय गणेश भन्दै तपाईँहरू यो अधिवेशनको स्थलमा महत्त्वपूर्ण समयलाई थापी राखेर यहाँ उपस्थित भइरहनु भएको छ। हजुरहरू सम्पूर्णलाई मेरो तर्फबाट धेरै धन्यवाद। हामी निर्वाचन निकट निर्वाचन अगाडि हामीले निर्वाचन सकेर अहिले चाहिँ हामी यो शुभकामना आदान प्रदानको क्रममा छौँ। हामीले हाम्रो जिल्लाबाट हामीले हाम्रो टाउको एउटा टाउको बनाएर गएका छौँ। हामीले हाम्रो माननीयलाई निर्वाचित गराइसकेका छौँ। यस्तो कुण्डु जस्तो ठाउँबाट हामीले 2000 मत प्राप्त गरेर माननीय निर्वाचन गराइदिन सफल बनाइदिनु भएकोमा तपाईँहरू कुण्डुवासी सम्पूर्ण आदरणीय मतदाताज्यूहरूमा गरी धन्यवाद व्यक्त गर्दछु। तथा नयाँ वर्ष 2083 को अवसरमा मङ्गलमय शुभकामना।